परिवार भनेको त्यस्तो शक्ति हो जसले जस्तो दुःख कष्टलाई पनि सरल अनि सहज तरिकाले जिउनलाई सजिलो बनाइदिन्छ। सेवा नमस्ते सम्पूर्णलाई स्वागत छ मेरो भिडियोमा। आज मेरो दिनको सुरुवात चाहिँ भइसकेको छ साथीहरू। सुरुमा चाहिँ रक्सी सक्सी बसाए, यो चाहिँ मेरो अनिवार्य ड्युटी हो नि त। त्यसैले सुरुमा चाहिँ म रक्सी बसाउँछु क्या साथीहरू। कतिपयलाई त थाहा पनि छ, किनभने यो मेरो रेगुलर ड्युटी हो। हरेक भिडियोमा चाहिँ छुस्स आएकै हुन्छ नि त। अनि यो दिन चाहिँ एकदम मजाले घाम लागिरहेको थियो, त्यसैले मैले कोदो तुरीलाई चाहिँ मजाले सुकाइदिँदैछु। किनभने बुवाले चाहिँ मलाई ढिँडो पनि खानु मन लागेको छ, जेठै अलिकति कोदो पनि सुकाऊ है भन्नुभएको थियो। त्यही भएर कोदो पखालेर सुकाइदिएँ। अनि यता तुरी पनि सुकाएको छु साथीहरू, तेल पेल्नु पर्यो। अनि यो चाहिँ हाम्रो पोहोरकै तुरी हो साथीहरू। यसपालिको चाहिँ खासै राम्रो भएन। अनि उता हेर्न सक्नुहुन्छ मेरो घर चाहिँ वरिपरि पुरा हरियाली छ क्या। आँप लिचीहरू अनेक थरी छ नि त। अनि मेरो मम्मीले चाहिँ बाख्रा चराएर पनि ल्याइसक्नु भएको थियो। अनि के गर्नु, छोरी मान्छेको काम यताउति गरौँ के गर्दा गर्दा है खाना पनि बनाएको थिइनँ। मैले चाहिँ नानीहरूलाई बिहानै खुवाएर पठाउँछु स्कुल नि त। अनि हामी चाहिँ तातो तातो खाने गरेको छौँ साथीहरू। अनि यता मेरो कुखुराको मासु थियो क्या। यो दिन चाहिँ चट्ट लाएर हतार हतार पकाउनु थाले। मम्मी जङ्गलबाट पनि आइसक्नु भएको थियो, बुवा पनि यताउति गर्नु हुँदै थियो। यति ढिलो भइसकेको थियो, खाना पकाएको थिइनँ नि त। घरमा फेरि कति धेरै काम हुन्छ नि त, काम केही देखिँदैन, यताउति गरौँ। तर मलाई किन ढिलो गरिस्, किन यो काम गरिनस् भनेर चाहिँ साँच्चै भनेको कहिले पनि मेरो मम्मी बुवाले सोध्नु हुँदैन। अनि का साथीहरू, फेरि परिवार भनेको साँच्चै नै यस्तो शक्ति हो जसले चाहिँ जति काम होस्, दुःख कष्ट जेसुकै होस् क्या, म छु मात्रै भनिदियो भने पनि साँच्चै दुःख त्यो थकान चाहिँ साँच्चै नै केही होइन जस्तो लाग्छ क्या। कति सुन्दर अनि स्वर्ग महसुस हुन्छ। त्यसैले हरेक छोरा मान्छे होस् या छोरी मान्छे, कहिले पनि म र मेरो श्रीमती, म र मेरो श्रीमान मात्रै खुसी हुन सक्छु भनेर कहिले नसोच्नु। परिवार नै त्यो शक्ति हो जसले हरेक दुःख कष्टमा चाहिँ एकदम सहज अनि सरल बनाइदिन्छ क्या। त्यसैले सक्दो चाहिँ परिवारसँग मिलेरै बसेको राम्रो जस्तो लाग्छ क्या मलाई चाहिँ। अनि यता मेरो खाना पनि रेडी भइसक्यो, साग अनि लोकल कुखुराको झोल साथीहरू। अनि यता मेरो भतिजी छोरीहरू पनि आएको थियो क्या। हेर्नु कति माया लाग्दो गर्छन्, साँच्चै नै धेरै माया पनि लाग्छ क्या मलाई चाहिँ। केटाकेटीहरू आएको अनि घुलमेल गरेको क्या। अनि यता मेरो खाना पनि रेडी भयो। अनि बुवा मम्मीलाई पनि दिए, दिनभरिको थकान हुन्छ नि त। अनि तातो झोल त बनाएर दिनु पर्यो, बुहारीको यति त कर्तव्य गर्नै पर्यो नि होइन। अनि यता मेरो भान्ताङ भुन्डुङलाई पनि खाना दिएँ। त्यस पछाडि मैले पनि गम खान थालेँ। अब बिहान त खाजा खाएको हुन्छ, तर खाना ढिलो ढिलो खाएकोले धेरै भोक पनि लाग्छ क्या। त्यसैले खानै पर्यो होइन। भोको मिठो कि रोटो मिठो भन्छन्। झन् आज त लोकल कुखुराको मासु छ साथीहरू। यस्तै छ है मेरो चाहिँ गाउँले जीवन साथीहरू। यस्तै यस्तै अर्ग्यानिक भिडियोहरू हेर्नु मनपर्छ भने मलाई लाइक अनि फलो गर्दै गर्नुहोला भन्दै खानासाना खाएर म चाहिँ लागेँ साथीहरू मिलतर्फ। अनि आजलाई यति नै, फेरि भेटौँला अर्को भिडियोमा। बाई बाई।